हेलो नमस्ते एन्ड गुड इभिनिङ। आज चाहिँ म यसो बाहिर निस्किन लागेको परिवारलाई लिएर यसो डिनरको लागि हेरौँ कुन चाहिँ रेस्टुरेन्टमा र कहाँसम्म पुगिँदो रहेछ। त्यहाँ गएर के पाइँदो रहेछ त्यसको एउटा भिडियो क्लिप बनाएर हाल्ने कोसिस गर्दैछु। अब त्यहाँ गएर म एउटा भिडियो बनाएर फेरि हाल्नेछु। हस्, धन्यवाद। Whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills the velvet dark, etching patterns, leaving its mark. The roots stretch deep, the earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pines, sing me your tune, caught in the rhythm of the stars and the moon. Teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. The dawn paints gold on the mountain's crown, while rivers whisper truths as they flow down. Their songs entwined with the trees that stand, knotted in time by nature's hand. Each echoing step on the forest floor opens a world through an ancient door. The silence alive, yet brimming with sound. In the arms of solitude I am found. Oh, whispering pines, sing me your tune, caught in the rhythm of the stars and the moon. Teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. हेलो गाइस, गुड इभिनिङ। यति बेला चाहिँ हामी आउँदै एउटा सिलौटो भन्ने रेस्टुरेन्टमा आइसकेका छौँ। अहिले मैले त्यो देखाउँछु तपाईँहरूलाई। साथमा हाम्रो यहाँ एकजना साथी हुनुहुन्छ सिलौटोको ओनर, उहाँसँग यसबारेमा केही बुझ्न कोसिस गर्छु म। उहाँसँग केही सोच्दैछु म, उहाँले जवाब दिनुहुन्छ यो सिलौटोको बारेमा, रेस्टुरेन्टको बारेमा है। धन्यवाद। नमस्ते। नमस्ते नमस्ते हजुर। हजुरको शुभ नाम? मेरो विश्वराज रेग्मी हजुर। ए हजुर यहाँको ओनर हुनुहुन्छ? हजुर हजुर। मैले अहिले सिलौटोको बारेमा त मैले धेरै सुनेको थिएँ। अहिले बाटामा पनि धेरै ठाउँ म यसो आउँदाखेरि कहाँ चाहिँ ठिक होला यसो खाजा खानलाई या बेलुकाको डिनर खानु मैले त्यहाँ सोधेको। हजुर। मैले सुनेँ कि सिलौटो चाहिँ राम्रो छ भन्ने जाँचकै सुनेँ। हजुर। तपाईँहरूको यो सिलौटोमा त्यस्तो विशेषता के छ जो कस्टमरहरू एकदम सिलौटो सबैले सिलौटो भनेको चाहिँ अलिकति अर्ग्यानिकै भयो। हाम्रो परम्परादेखिको चाहिँ सिलौटो भनेको चाहिँ मसलाको आइटमहरू चाहिँ पिसेर हाम्रो सब्जीहरूदेखि अन्य परिकारहरू बनाउँदै आएको थियौँ। हाम्रो यो परम्परागतै भयो होइन। त्यसमा पनि अब अलिकति अर्ग्यानिक भयो, परम्परागत भएकोले चाहिँ अलि विशेष हुन्छ सिलौटो भनेको चाहिँ। त्यही भएर सिलौटोमै पिनेको अचारहरूदेखि लिएर सिलौटोमा पिनेको के अरे मसलाले नि हामीले विभिन्न प्रकारका परिकारहरू बनाएर पस्किन्छौँ। सर यो चाहिँ एकचोटि भनिदिनुहुन्छ, मलाई त थाहा भइहाल्यो, हाम्रो अरू साथीहरूलाई हाम्रो दर्शकवृन्दहरूलाई भनिदिनुहुन्छ कि यो हाम्रो कहाँनिर पर्छ यो ठाउँ? यो ठ्याक्कै तपाईँको दिव्येश्वरी प्लानिङ भन्छ यसलाई। अहिले मनरा खोला पारी दिव्येश्वरी प्लानिङ, यो चाहिँ मध्यपृथ्वीको वाडा नम्बर 2 मा पर्छ सिलौटो भनेर। यसमा चाहिँ हाम्रो इभेन्टदेखि लिएर बिहाको सबै कार्यक्रम पनि गर्छौँ। रेस्टुरेन्टदेखि
सबै कुराहरू जस यहाँ आइसकेपछि सिलौटोको छत्र छायामा जो आउनुहुन्छ उहाँहरूले चाहिँ फुड सम्बन्धीदेखि लिएर इभेन्टको सबै कुराहरू चाहिँ व्यवस्था पाउनुहुन्छ। हर्षसँग एउटा जानु मन लागेको के भने हामीले त्यहाँ माथि देख्दैछौँ सिलौटो रेस्टुरेन्ट भनेर सिलौटो भनेर लेखेको छ, तर यहाँ सँगसँगै मैले अर्को पनि के देखेँ भने अलिकति तपाईँहरूलाई देख्न गाह्रो होला, यहाँ लेखेको छ कि सिलौटो पार्टी भेन्यू। अनि यो के यहाँ हाम्रो यहाँ पार्टी पनि हुन्छ कि कस्तो के छ? हजुर हजुर, यो सिलौटो भनेको चाहिँ हाम्रो अब एउटा ब्रान्डिङको नाम भयो, जुन सिलौटो परम्परागत छ त्यसमा पनि अब हामीले चाहिँ पार्टी पनि यसमा गरेर बिहाहरू भोजदेखि लिएर पार्टी व्रतबन्ध सबै खालको इभेन्टहरू चाहिँ गर्छौँ। त्यसैले चाहिँ सिलौटो पार्टी भेन्यू भनेर पनि राखेका छौँ। जस्तो क्वालिटीमा त अब कुरा गरिहाल्नुभयो, मैले पनि यहाँ सामानहरू खानेकुराहरू मगाएको छु, अब टेस्ट गरेर थाहा भइहाल्छ। हाम्रो यो अलिकति प्राइसमा चाहिँ के कम्फोर्टेबल त्यस्तो के? कम्फोर्टेबलै प्राइस छ, जस मान्छेले चाहिँ तलबाट आउँदाखेरि चाहिँ यो ठाउँमा आउनलाई यत्रो हाइटमा ठ्याक्क यत्रो ठुलो रेस्टुरेन्ट छिर्नलाई अलिकति धकमगाउन खोजे जस्तो लाग्छ, कसैले चाहिँ सोचे जस्तो पनि लाग्छ त्यस्तै कुराहरू धेरै महँगो छ कि भनेर, तर आइसकेर खाइसकेपछि त प्राइस त धेरै रिजनेबल रहेछ। यतिको ठाउँमा यतिको क्वालिटीको फुड खान पाउँदा त यो प्राइस त धेरै नै रिजनेबल भनेर पनि फेरि फर्केको अवस्था छ उहाँहरू खाइवरी। यहाँले भनिहाल्नुभयो हाम्रो यो पारम्परिक तरिकाले हामीले बनाउँछौँ, तर पनि यहाँ एकदम यहाँ सिलौटै भनेर आएर खानेकुरामा चाहिँ एकदम स्पेसलिटी कुन चाहिँ के चिजको स्पेसल? अब लगभग यहाँ पाउने चिज त सबै कुराहरू चाहिँ पाउनै हुन्छ होइन, हामीले पस्किन्छौँ नै। त्यसमा पनि अब स्पेसल हाम्रो चाहिँ कसुडीमा पकाएको मटन पक्कुहरूदेखि लिएर अब हजुरको सेकुवाको आइटमहरूदेखि लिएर यिनीहरू चाहिँ अझै विशेष स्पेसलै छन्। र अब सबै कुराहरू भेजलाई पनि हामीले त्यही अनुसारको गर्छौँ, भेज खानेलाई पनि हामीले दक्क भएर खानुहोस्, भेजको लागि चाहिँ हामीले छुट्टै भाँडोमा बनाएर उहाँहरूलाई चाहिँ त्यो अर्को तेल युज नगरिकन राम्रोसँग बनाएर दिन्छौँ। त्यही भएर भेजिटेरियनहरू पनि आएर खुसी हुनुहुन्छ यहाँको आइटमहरू खाएर। हुनाले यहाँ भेज खाने मान्छेहरू पनि आयो भने कतिलाई अलिकति कस्तो लाग्छ, मासु पाक्ने ठाउँमा अब भेज नन भेज चिज हुने ठाउँमा हजुर हजुर अलिकति गाह्रो मान्छन्, तर निर्धक्कले खानुहोस् भन्छ उहाँहरू, आउनुहुन्छ खानुहुन्छ र पछिहरू उहाँहरू रिपिट पनि भइरहनु भएको छ, धेरै मनपर्छ। जस भेज खाँदा पनि आनन्द आउँछ, यहाँ आइसकेपछि तपाईँले भन्नु पनि भएको छ भनेर भन्नुहुन्छ। त्यो चाहिँ मैले भने मात्रै चाहिँ होइन, त्यसमा चाहिँ विश्वासले दिलाएर एउटा, किनभने हामीले पनि धेरै कुराहरू बुझ्नुपर्छ। उहाँ भेज खाँदै हुनुहुन्छ भने मलाई हामी नन भेजको किन लसपस गरिदिने भनेर चाहिँ पुरै भेज दिउँ भनेर प्योर भेज दिन्छौँ। हामीले भेजिटेरियन पार्टीहरू गर्दा पनि जस्तो मायोनिजहरू बनाउँछ एउटा अन्डाहरू हालेर बनाएको हुन्छ, तर नगरिकन हामीले दुध र अरूबाट चाहिँ क्रिमबाट पनि बनाइदिन्छौँ र नानहरूमा अन्डाहरू नराखिकन पनि अरू चिज राखेर पनि बनाइदिन्छ। अनि उहाँहरूलाई म भन्छु नान खाँदा त भेजै हो, यो चाहिँ प्योर भेज हो, खानुहोस् भन्छु। भेजहरूलाई पनि कुनै त्यस्तो त्यो छैन, डराउनु पर्ने छैन, आवश्यक छैन, आनन्दले हजुर मजाले एकदम आनन्दले खान सक्नुहुन्छ। अन्त्यमा हजुरलाई म के भन्न चाहन्छु भने यहाँ केही गरी जस्तो यो भिडियो देखेर कोही साथीहरू आएछन् भने भनिहाल्यो भने यस्तो त दाम त तपाईँको रिजनेबल पक्कै पनि छँदैछ, तैपनि यसो भन्यो भने अलिअलि जे होस् डिस्काउन्ट होइन। अब यस्तो छ, अब भन्दै गर्दाखेरि चाहिँ अब खानेकुराहरू उहाँले कसरी खाइरहनु भएको छ, कतिको फेजमा खानु भएको छ, डिस्काउन्ट दिनलाई पनि अलिकति एमाउन्ट भयो भने पो अलिकति डिस्काउन्ट दिए जस्तो देखिन्छ होइन। त्यो भएर दिन्छौँ हामीले मिलाएर, जस उहाँहरूलाई खुसी नै बनाएर पठाउँछौँ, त्यसमा त्यस्तो उ छैन। धन्यवाद। यहाँ हुनुहुन्थ्यो हाम्रो सिलौटाको साउजी विश्वजी। मेरो पनि अब खानेकुराहरू यहाँ आइसकेको छ, मैले मगाइसकेको छु। अब म पनि अब के कस्तो रहेछ टेस्ट गर्न चाहन्छु। यहाँ हामी खाँदै पनि छौँ, मेरो परिवार पनि खाँदैछौँ, यहाँ हामीले मगाइसकेका छौँ खानेकुराहरू। हस्, धन्यवाद।